यो चाहिँ हाम्रो साकेला गाउँपालिका माझे चान्डारामा पर्न गएका अफरोड बाटोमा चाहिँ यो बर्खायाम समयले चाहिँ एकदम बाटोको समस्या छ। तल झार्नुपर्छ हुँदैन। मेरो चाहिँ कहाँ राख्नु है सिस्टममा के गर्नु साह्रो गाह्रो परेको चाहिन्छ रहेछ मान्छे भिजेको रमाइलो उपर पुऱ्याउनु जा रे तिमी जाँदा पनि हुन्थ्यो त आइसक्यो। म लोड गर्नु परेन। खावा पुगेर आउने कति चाहिँ खावा होइन चोलन्ती हौ। चोलन पुगेर आउने ओ ढाका टोपी के छ ठिक छ एकदम सर यता ठिक छ एकदम ठिक छ राम्रैसँगले आइपुग्यो नि हजुर काहीँ लडिएन नि लडियो हेर्नुहोस् न यस्तो भइरहेछ त्यो त बाइकले प्रमाणित गरिगयो नि हजुर सो हेलो गाइस हामी चाहिँ त्यसलाई ठ्याक्कै होइन अब मेरो फेस त देख्नु भएर होला होइन गाउँकोले चिन्नुहुन्छ होला त्यही पनि हामी चाहिँ चक्खेमा छौँ यति बेला टक्क लाएर अब के छ यसो एकछिन ल टक्क लाएर गाइस होइन यस्तो छ बाटो चाहिँ त्यो अवस्थामा चाहिँ के भन्छ ट्राभल नगर्नु होला होइन टक्क लाएर रहेछ होइन के भयो छैन चोट छैन हल्का छ त्यही पनि यहाँनिर चाहिँ गाइस अगाडि बाइक बटारेको सुन्नुभयो नि होइन टक्क लाँदाखेरि तपाईँहरूलाई चाहिँ गाइस होइन यस्तो अपलोड छ के मतलब कति 10 किलोमिटर होइन महसुस होइन तपाईँहरूले भोलि कमेन्टमा भनिदिनु होला है त गाइस हामी पनि अहिले त्यही अफरोड बाटो हिँडिरहेको छौँ हामी पनि टक्क लाएर के भन्छ यस्तै हो सो गाइस अब पानी पनि परेन भन्दा नि यो बाटो हेर्नु कहाँदेखि हेर्नु भइरहेछ तपाईँहरूले भिडियो होइन गाइस कमेन्टमा भनिदिनु यो बाटो चाहिँ बन्नु पर्ने थियो भन्ने कुरा हो। सरी गाइस यहाँ चाहिँ गाइस होइन यस्तो अवस्था छ ल उठाउनु त अगाडि उता आमा अलिकति अगाडि लानु त बाइक बढी नै पुगेछ है सो गाइस यहाँ हो अब यस्तै हो गाइस बाटोको अवस्था चाहिँ छ है भयो त्यहाँ बाटोमा चाहिँ हामीले यसो भिडियो बनाइरहेको छौँ। ल हेर्नु यहाँ हेर्नु है आगो कस्तो बलिरहेछ रोडमा देख्नु पनि गाइस होइन यहाँ हेर्नु गाइस मिनेट परेको पानीमा त यहाँनिर हामीले अब बाइक कुदाउनु सकेको छैनौँ भनेदेखि आफै सोच्नुहोस् 2 दिन 3 दिन पानी पर्दाखेरिको अवस्था कस्तो होला त है। हामी ओह्रालो झर्दैछौँ उकालो निस्किनु पर्यो भनेदेखि चाहिँ म्याक्सिमम् यो बाटो 20 मिनटको बाटोमा तपाईँहरूले 2 घन्टा 1 घन्टा टाइम दिनुपर्ने हुन्छ भनिसकेपछि आफै सोच्नुहोस्। अब भयो त साथी हो बाटोमा हिँड्दा यहाँनिर चाहिँ त भलले त बाटै ब्लक हानेको रहेछ। हावा त डेन्जर आउँदो रहेछ यार क्या खतरा झर्ना।